रवि लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पोखरामा सुनाइको क्रममा चर्को कानुनी रस्काकस्की देखिएको छ, जहाँ उनका कानुन व्यवसायी र इजलासमा रहेका न्यायाधीशबीच खुलेरै विवाद भएको देखिन्छ। रविका वकिलहरू वरिष्ठ अधिवक्ता सुशील पन्त, रमन श्रेष्ठ, डाक्टर नारायण कौडेल, सुरेन्द्र थापा लगायतले अदालतमा आफूसँग कुनै जानकारी नै नदिई सुनाई अघि बढाएको भन्दै कडा आपत्ति जनाएपछि अदालतको वातावरण केही समय तातिएको हो। उनीहरूले थुनामा रहेका व्यक्तिलाई जानकारी नदिई सुनाई गर्नु न्यायको मूलभूत सिद्धान्त अर्थात् प्राकृतिक न्यायको गम्भीर उल्लङ्घन भएको तर्क गरेका छन्। अदालतले भनेपछि पाँचौं पटक तोकिएको र बारम्बार स्थगित हुनाले प्रक्रिया नै अवरुद्ध हुने भन्दै सुनवाई अघि बढाउन बाध्य भएको दावी गरेको छ। रवि लामिछानेसहित अन्य आरोपीहरूले जिल्ला अदालत कास्कीबाट धरोटीमा छुट पाएका थिए, जुन आदेश विरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको हो। त्यस्तै रवि पक्षले भने आफूलाई साधारण तारिखमा छोड्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। बिहिबार मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन कुमार राईको संयुक्त इजलासमा सुनाई सुरु हुनका साथ रविका वकिलहरू इजलासमा पत्रसहित पुगेर पेशी सार्न माग गर्दै आफ्ना तर्कहरू राखे। तर इजलासले त्यस्तो जानकारी नदिइकन सुनाई अघि बढाउनु आपत्तिजनक होइन भन्ने पक्षमा रह्यो। वरिष्ठ अधिवक्ता पन्तले भने कारागारमा रहेका व्यक्ति थाहै नपाई सुनाई हुनु पूर्ण अन्याय भएको भन्दै आवाज उठाए। सुनवाईका क्रममा अदालत र वकिलबीच मत बाजिएको अवस्थामा चियापछि रवि पक्षका अधिवक्ता इजलासमा फर्किएनन्, जसपछि अदालतले रवि लामिछाने र छविलाल जोशीलाई कारागारमा सुनाईको जानकारी पठाउने आदेश गर्दै अरू अभियुक्तहरूको हकमा भने सुनाई निरन्तरता दिने निर्णय सुनायो। अब आइतबारदेखि आरती गुरुङ, मीना गुरुङ र रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरुङको निवेदनमाथि निरन्तर सुनाई गरिने उच्च अदालतले स्पष्ट पारेको छ। जीवी राई सहित 63 जना विरुद्ध 1 अर्ब 51 करोड रुपैयाँ बिगो माग दाबी सहित 2081 पुस 5 गते जिल्ला अदालत काशीमा पूरक अभियोग दर्ता गरिएको थियो। सोही मुद्दामा पुस 25 गते जिल्ला अदालतले रवि लामिछानेलाई 65 लाख, छविलाल जोशीलाई 58 लाख, लीला पछाईलाई 37 लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई 15 लाख, मीना गुरुङलाई 5 लाख, उनका पिता कृष्णबहादुर गुरुङलाई 1 लाख र आरती गुरुङलाई 5 लाख रुपैयाँ धरोटीमा छाड्ने आदेश दिएको थियो। जिल्ला अदालतको सो आदेश विरुद्ध सरकारी पक्षले उच्च अदालतमा पुनरावलोकन माग गर्दै निवेदन दिएका थिए भने रवि पक्षले पनि आफूलाई साधारण म्यादमा छुट दिनुपर्ने माग राखी निवेदन दिएका थिए। रवि पक्षबाट हालसम्म 3 पटक र सरकारी पक्षका 1 पटक गरी 4 पटक सुनाई स्थगन भएको थियो। पछिल्लो पटक बिहिबार सुनवाईको दिन पुनः पेशी सार्न माग गर्दै रवि पक्षका वकिलहरू अदालत पुगेका थिए। उच्च अदालतको सूचना अधिकारी नील प्रसाद पनिरुले अदालतको आदेशपछि रवि र छविलाल जोशीको निवेदन हेर्दैमा राखिएको जानकारी सहितको पत्र रूपन्देही कारागारमा पठाइसकेको जानकारी दिए। अदालतले अन्य अभियुक्तहरूको हकमा सुनाई निरन्तरता दिइने भएकाले कारागारमा जानकारी दिनुपर्ने कुनै आवश्यक नरहेको ठहर गरेको छ। तर रविका कानुन व्यवसायीहरूले अदालतमा पेश गरिएको निवेदनको समय र थुनामा रहेको अवस्थाले गर्दा पेशीबारे जानकारी गराउन अनिवार्य रहेको जिकिर गरे। अदालत र वकिलहरूबीच देखिएको यो रस्काकस्कीले रवि लामिछानेको मुद्दा थप जटिल मोडतर्फ उन्मुख भएको देखिन्छ। न्यायपालिकामा विवाद उत्पन्न हुनु र सुनवाईको प्रक्रियामा अविश्वासको वातावरण सिर्जना हुनु नेपाली न्याय प्रणालीप्रतिको जनविश्वासमा समेत प्रभाव पर्न सक्ने खतराको संकेत रहेको छ। अब आइतबार हुने सुनवाईले के मोड लिन्छ भन्ने कुराले मात्र होइन, यसले नेपाली समाज र संसार जगतमा समेत व्यापक चासो पैदा गरेको छ।